तपाईलाई संसदमा जान चाहिँ मन लाग्छ? खासै मन लाग्दैन। किनभने त्यो संसदमा जे हुनु पर्थ्यो त्यो भइरहेको छैन। मलाई अस्ति म भन्छु नै, अब एकजना धेरै पटक मन्त्री र सांसद भइसक्नु भएको वर्षमान पुन दाइले जस्तै पूर्व मन्त्रीज्यू उहाँले चाहिँ म त्यो पुरानो मनिषलाई मिस गर्छु सदनमा, होइन? कस्तो इफेक्टिभ, कस्तो मजा आएको थियो, किन साइलेन्ट भएको तिमी आजकल, केही के भयो भन्दाखेरि होइन दाइ यो ट्रान्जिसनल पिरियड हो, सो इभन आई मिस कि त्यो बेला जसरी हुन्थ्यो जे हुन्थ्यो होइन त्यो कुराहरू। तर यो ट्रान्जिसनल टाइम भएकोले केही समय लिइराखेको मात्र हो। सदन अब अहिले बिचमा प्रतिपक्षको तर्फबाट आएको केही एजेन्डाहरूले केही डाइभर्ट पनि भयो, तर सदन एउटा कुरामा चाहिँ खुसी लागेको छ, एउटा कुरामा गर्व पनि लाग्छ, खुसी पनि लाग्छ कि यो सदनले सभामुख धेरै राम्रो मान्छे पाएको छ, जसरी सम्हालिरहनु भएको छ। जसरी तपाईँले सभामुख धेरै राम्रो किनकि तपाईँको दाइ हो उहाँ, तपाईँको पार्टीको उपसभापति हो, त्यो भएर होइन होइन। अहिलेको सदनमा तपाईँ परिकल्पना गर्नुहोस् त, उहाँभन्दा उपयुक्त पात्र को हुन्थ्यो? म त्यहाँ जान्न, तर तपाईँले यति भनिसकेपछि मैले प्रति प्रश्न तपाईँलाई सोध्नुपर्छ होइन? कुनै सभामुखले आफ्ना सांसदहरूले समय माग्दाखेरिमा रियाक्टिभ भएर तपाईँलाई म 1 घन्टा दिन्छु, 5 घन्टा दिन्छु, 10 घन्टा दिन्छु, मैले चाहिँ अहिलेसम्म कुनै सभामुखले यसो भनेको सुनेको छैन र सभामुखले दारा किटेको पनि मैले देखाएको छैन।